कस्तो पाराउनु मेरो त्यतिको अब के गर्नु आसिङ हामी कुरा मिलेन दादा यी कसो भनेको सुन कुरो उहाँलाई भनिसकेको छ यहाँ आइज न तँ आइज यहाँ भित्र त्यही त भनेको मैले पनि ज्यादा उयो गर्नु यहाँ बस्नु उयो बस्नु यहाँ भाइ भयो त यहाँ छैन एकदम ठिकै छ यहाँ हामी यहाँ हाम्रो आसन बुढा बाँकी छ नि के कसो हजुर आसन हामी को छ आसन छ अब आसनबाट जे हामी त्यही नै निर्णय अघि हामी भन्नुहोस् नानी सुन्नुहोस् अघि अघि हामी हेर्नुहोस् मेरो भन्नु के छ मेरो जयलाई पनि भन्नु छ दुःख पायो भने माइती पछि जान्छ किन दुःख पायो त सुन्नुहोस् है नरम बोल्नु त्यो चिजले घरमा आउनुपर्छ मान्छेको त्यो भित्रभित्र गुमाएर राख्नु हुँदैन है तपाईँले भित्रभित्र गुमाएर राख्नु हुँदैन है त्यसमा हामीले कोही केही गर्नु छ केही सहयोग गर्नु छ त सक्छौँ त त्यसको क्षमता हुनुपर्छ माइतीको क्षमता हुनुपर्छ हो के गर्छौ क्षमता हुनुपर्छ है त्यो अन्त जो यस्तो गर यस्तो तिमीहरू त्यसलाई फलाएर फुलाएर गरेर दुःख चाहिँ हुन्छ है हामी गरिब जिन्दगी हो जीवनसँग सङ्घर्ष गर्नुपर्छ यहाँ सुन्नुहोस् न हामी जिन्दगी दुःखी जिन्दगी हो गरिब जिन्दगी हो हेर्नुहोस् अरे धन्यवाद प्राइभेट काखमा बास जन्म लिनु मलाई नि त अहिलेसम्म मोदीले बिहा गरेको छैन किन बिहा नगरेको उसले संसार हेऱ्यो नि त ऊ त पढि लेखी कहाँ हो अब प्राइम मिनिस्टर हो त प्राइम मिनिस्टर उसले संसार हेऱ्यो नि त हो अन्त उसले किन बिहा नगरेको कारण चाहिँ त्यो हो नि त र हामी त अब अनपढ है हामीले बिहा गरी पठायौँ हाम्रो छोरीचेली हुन्छ हो जन्म हुन्छ नाना प्रकार हुन्छ दुःख हुन्छ कष्ट हुन्छ हो कोही बेला पैसा रुपियाँ भएको बेलामा खुसी पनि हुन्छौँ के कसो हो सबै कुरो त पैसा त हो हुँदैन छ हो त्यसले गर्दा हेर्नुहोस् यहाँ बस्नुहोस् त हो यहाँ कुरा सुन्नुहोस् न त भन्दै गर्नुहोस् न म यता मिलाउँदै गर्छु नि के हो उयो र त्यसले गर्दाखेरि हेर्नुहोस् दुःख पर्दा नरुनु ल बोरा नहुनु ल बुझ्यो एउटा सुत्दै दुःख पर्दा बोरा नहुनु भनेको के कसो हौ दुःख पर्दा बोरा नहुनु जहिले पनि खुसी नै रहनु तिमीहरू मेरो भन्नु त्यो छ जहिले पनि खुसी साह्रै भयो भनेदेखि बाउ मैले सुन्नु हो हामी आफै म यहीँ सिरीसम्म छु मेरो भाइ यहीँ सिरीसम्म छ उहाँ उही पुलबजारमा छ अनि मामा खाल अनि माइती खाल्छ मैले जस्तो नि उसलाई हिरा सम्झेर लगेको छ त्यसरी हिरा सम्झेर तेरो ज्ञान आएर गएको छ तँ 26 वर्ष पुगेको छस् ज्ञान आएर गएको ज्ञान पनि कति पुग्यो 36 आमा मामा अन्त हेर बुझाबुझ भएर बिहा भएको छ हामीले रिपोर्ट चाहिँ नराम्रो रिपोर्ट नराम्रो सुन्नु पर्छ है राम्रो सुन्नु पर्छ फलेको फुलेकै सुन्नु पर्छ हो कोही बेला बुढा जस्तो लाग्छ घरमा है गाउँघरमा है पल्लो घर आफ्नो घरमा पनि लाग्छ त्यति बेला नरुनु मेरो सन्तान यस्तो छ म त्यहाँ पुग्छु अलिकति केही मद्दत त पाउँछु होला नि त आइपुग्नु त्यो केही भन्यो भनेदेखि त त्यसको आदान प्रदान हुन्छ नि त हौ हुन्छ नि त त्यसको सोच आउँछ नि त हौ त्यसो तँ ज्ञान आएर बिहा भएको छस् तैँले पनि जयलाई हिरा सम्झेको छस् जयले पनि तँलाई हिरा सम्झेको छस् भनेपछि रुल्नै हो लुगाको पोको बोकेर चाहिँ आउनु पाउँदैन कुरा साफ छ है के कसो भयो एकदम ठिक हो र एउटा कुरा तँ मात्रै छैनस् यी बुहारी छ तँ मात्रै जय यहाँ सुन्नु आमालाई मात्रै हेर्ने नभन्नु नि तपाईँले आमालाई पनि यसले हेर्नुपर्छ नि
हेर्नुपर्छ है। कर्तव्य हो कर्तव्य 15 दिन यहाँ 15 दिन पर त्यसो गरेर गर्नु बुझिस् पढाइ मात्र होइन नि याद गर्नु के कसो आमालाई फ्याँक्नु हुँदैन ऊ त जन्म दिएको आमा उसले त 9 महिना कोखमा बोकेको छ महिनामा 5 दिन पठाइदिनुहोस् न सकिएको नि 25 दिन पऱ्यो किनभने हेर्नुहोस् न सम्झी क्यान्सर पेसेन्ट हो है क्यान्सर बिचारा ज्वाइँले भनेको होला ए निकिताले भनेको होला ज्वाइँलाई क्यान्सर पेसेन्ट महिना महिनामा लानुपर्छ उहाँलाई होइन निकिताको आमालाई त्यति बेला तपाईँलाई पैसा नआएको छैन यस्तो छ होइन नि उनीहरूले गर्छ मेमे यो कुरो चाहिँ के हो भन्दाखेरि यस्तो कुरो सबै जानबुझ भएर सबैजनालाई ज्वाइँलाई पनि थाहा छ सम्झिँदा पनि थाहा छ हाम्रो भानीलाई पनि थाहा छ नि सबै कुरा अब यो हामीले यो कुरा बताइबस्नु पर्दैन हेर्नु के बताइबस्नुपर्छ किन भन्दाखेरि यो कुरा त तपाईँलाई 1 वर्ष अगाडि नै थाहा भइसकेको कुरा पनि त्यही त भने मैले अब हामीले तपाईँले कस्तो जस्तो पहिला त तपाईँले जस्तो हाम्रो भान्जीले जे जस्तो आमालाई जसरी हेर्छौ त्यसरी नै बाबालाई त्यसरी हेर्नुपर्छ राइट जस्तो जसरी गर्छौ आमालाई जति हेर्छौ उसलाई पनि त्यसरी गर्नु त्यसै गर्नु बाबालाई पनि हेर्नु यता आमालाई पनि यता याद गर्नु तपाईँको यहाँनिर मेमे छ हामी छौँ दाजुभाइ छौँ के छ दुःख छ भन्दैछु त मैले अघिदेखि भन्दैछु होइन जति जेसुकै हुन्छ हामी मिलेर गर्नुपर्छ यति नै हो होइन हो कि भन्छ अरू ठुलो के भयो कि हामी जान्दैनौँ हामी जो छौँ त्यही नै हो हामी यहाँदेखि त बढ्नु पनि सक्दैनौँ घट्नु पनि सक्दैनौँ हामी यही हो हेर्नुहोस् यही स्किल हो यति नै हामी यही हो हामी सक्दै सक्दैनौँ किनभने अब हामी 35-40 वर्ष पुगिहाल्यौँ यत्रो वर्षमा त केही गरिन्छ अब के गर्नु पर्यो होइन अब त तिमीले पनि बाबालाई हेर्नु पऱ्यो मान्छेले पनि आमालाई हेर्नु पऱ्यो होइन यसरी नै चल्नु पऱ्यो त्यति नै त हो हेर्नुहुन्छ तर जे होस् मान्छेको छेउमा चाहिँ यो यस्तो भयो अरे फल्ना छोरी त्यस्तो भयो अरे छोरा त्यस्तो भयो अरे त्यसो नहोस् म पनि एउटा बेकारी मान्छे म एकदम बेकारी मान्छे म बेकारी मान्छे मेरो दाजु 15-20 साल बाहिर देश बस्छ मैले कहिले दाजु म भनेर कहिले भन्दैन मलाई दुःख परेको छ मेरो दाजु 9 पेरोल कमान्डो एसएम साथी तर म कहिले पनि उसलाई यसो भन्दिनँ मेरो बाउ सर्भिसमै थियो मैले कहिले पनि मैले बाउलाई यसो भनिनँ मैले कहिले मलाई बाउ मलाई दुःख परेको छ म आफै सङ्घर्ष गरेर नपढिकन सङ्घर्ष गरेर मेरो छोरा 22 वर्ष 23 वर्ष पुऱ्याएर 2टा छोरा छ म अहिलेसम्म जिरहेको छु मैले घरद्वार बनाएर मेरो आफ्नै हिसाबले म जिरहेको छु त्यसरी मैले यो लिनु परेको छ तपाईँहरू पनि त्यस्तै प्रकारले उस गर्नुहोस् है तपाईँहरूमा ब्याक सपोर्ट हामी छँदैछौँ मलाई पनि के भन्यो तपाईँहरू छ यहाँ सुन्नुहोस् बुझ्नुभयो नि हामी जे नै गरे पनि अहिले के प्र्याक्टिकल एकदम हामी अर्कै सोच्नुपर्छ पहिला थियो कस्तो भयो त्यो छोडिदिनु साह्रो अब हामीले कस्तो प्रकारले गरेको छ त्यो बढी जानुपर्छ कसो भन्छ है त्यो पनि पहिलाको कुरा मान्छेले कुनै के अरे के भन्ने विचार भन्छ नि सबै आजकलले हाम्रो पहिलाको कुराको चाहिँ विचार आफ्नो भान्जीहरू आफ्नो नातिनीहरू जस्तो नहोस् भनेर उहाँले भन्नुहुन्छ त्यो उहाँको कुरो राइट हो नि फेरि के भन्नुहोस् अनि हस्पिटलमा पल्टिरहँदाखेरि यिनीहरू दुईजना आएर केही पनि नल्याओस् 2टा बिस्कुट ल्याएर खुवाइदियो भने कति तर के भन्छ मेरो सन्तानमा हाम्रो सन्तानमा जे जस्तो भयो मेरो दाजु के को संसार एकबाट छ नि त मलाई केही परेकै छैन मलाई पऱ्यो भने तर पढ्नु दिनु हुँदैन त्यो चाहिँ हामी एउटा मरद मान्छेमा हामी राख्नुपर्छ पढ्नु दिनु हुँदैन है म भन्नुहोस् त मैले दाजु यी छ नि खडा भइरहेको मैले कहिले दाजु मलाई यस्तो जब म पढ्छ म भन्छु नि फेरि अवसर पर्छ नि मेरो दाजु हो दाजु भाउजू पर्छ नि किन पर्दैन पढेपछि मलाई गर्नु कर लाग्छ फेरि हो मेरो भान्जीलाई मैले गर्नु कर लाग्छ मामा यसो भएपछि मैले बिहा गर्नु म चाहिँ यसको बस्छु त्यति बेला मलाई यसो के भन्छ हो त्यस्तै प्रकारले हामी जस्तै जिउनुपर्छ भान्जी सुख दुःखमा हामी छँदैछौँ तपाईँ पनि तपाईँहरूको पनि केही पऱ्यो भने हामी छँदैछौँ हामी भन्नुहोस् गदामा यताउति हामी यहाँ चिनाजाना भइरहेको छौँ त्यस्तो प्रकारले जिउनुपर्छ अब हामीले सुख दुःख अब हाम्रो यहाँ हाम्रो दिदी मेरो दिदी है उसको आमा है म अलिकति बिसन्चो हुनुपर्छ त्यस्तो नहोस् भगवान् काम यसरी नै चलिरहोस्।